₹500 को दरले हामीले उठाउने निर्णय गरेको हुँदाखेरि हामीले 63 घर सङ्ख्याबाट उठेको रकम 31,500 छ। 31,500 हस्तान्तरण गरिदिनको लागि गुम्बाका कोषाध्यक्ष अनिता मगर तामाङलाई विनम्र अनुरोध गरे। थोरै म बोलिरहँदाखेरि साथ दिनुभएकोमा यहाँलाई सम्पूर्णमा म लासो ख्यापुल्ला भन्दै धन्यवाद दिएँ। सबै दाजुभाइ दिदीबहिनीले सबैलाई लाग्छ। ल अब ठ्याक्कै म्हानीको समय छ। तपाईँहरू पनि म्हानीमा बस्दै झनै राम्रो हुन्थ्यो। तपाईँहरू गुम्बा समितिहरू पनि पानीहरू नाम से तनगे लाला बोलो वरगे ओम दादर तो सापरे तुझे ते राजा थमा सेना दास गलवे याला याम पागल गुरजे नामे छगसो नामा टोलो नाम से तनगे लाला बोलो वरगे ओम बाजार साथी में दोषो नामा टोलो पा नाम से तनगे गला हुए जेला देवा कुल जोदेरो में दोषो नामा टोलो पा नाम से तनगे लाला बोलो वरगे ओम बाजार खाना राखिदिनुहोस् ल। अरू चाहिँ एकछिन बस्नुहोस् ल। राजा तमसेना रे गएको लाजा पाकुल जोजे रे मे जो नामा टोलोपा नाम से तनगे लाला बोलो वरगे ओम बाजार खदा पनि यसो फोटोमा लाग्नु ल। छिमे गोनो मेलाए दोचे छो नान्दा पेमान दोले जमवै सबे दोचे रोज पामे नाम से तनगे लाला बोलो वरगे मिलाएर राख्नुहोस् ल। त्यो कसरी छ त्यो फलफुल एकै ठाउँमा हाल्नुहुन्छ मिलाएर। अब आगो लिएर सुर लाउनुहोस् ल। आगो लिएर सुर लाउनुहोस्। त्यसै नानी त चरणबद्ध तरिकाले आफ्नो जतिसम्म सक्दो उहाँलाई चाहिँ बाटो खुलाएर चाहिँ सम्बन्धित ठाउँमा पुर्याउनु भएको छ र पुर्याउँदै हुनुहुन्छ। र केही दिनपछि आमालाई आज आत्मालाई पनि बाटो लगाउनको लागि तयार हुनुहुन्छ। त्यसै कारणमा हामीले अब आमाको सम्झनामा हामीले सबैले एकचोटि उठेर 1 मिनट मौन धारण गरिदिनु हुन यहाँहरूलाई विनम्र अनुरोध गर्छु। उहाँलाई 1 मिनट मौन धारण केही दिन छोडेर जानुभयो उहाँको भौतिक शरीरले र आजसम्म उहाँको आत्मालाई चाहिँ हामीले धूपपट्टि सगुन पानी खाजा पानी र भोजन गरेर उहाँको आत्मालाई पानी राखेर